पनि दुईजना मित्रहरूले प्रश्न राख्नु भएको छ। त्यसैले म त्यो उत्तर नदी भाग्न मैले मिल्दैन। उज्जवलजीको प्रश्न कुनै पनि राजनीतिक संगठन, राजनीतिक आन्दोलन र राजनीति सञ्चालन विचारधाराले निर्देशित गर्छ भन्ने कुरा जो भनियो, यदि लिम्बुवानको अथवा लिम्बुवान राजनीतिको विचारधारात्मक जग यसको आधार छैन भने भोलि लिम्बुवानवादी राजनीतिक शक्तिहरूले यदि विजय प्राप्त गरिसकेपछि लिम्बुवान भयो भने पनि बिना विचारधाराको राजनीतिक कार्यक्रम अथवा समाजलाई कस्तो बनाउने, समाज कस्तो हुन्छ भन्ने कुरा कसरी उहाँहरूले सम्पन्न गर्नु होला, सञ्चालन गर्नु होला भन्ने प्रश्न छ। त्यो बहुतै सान्दर्भिक प्रश्न छ। खास गरेर पहिचानको आन्दोलनमा आफूलाई होप्ने राजनीतिक शक्तिहरूलाई, सङ्गठनहरूलाई मूलतः सत्ताधारीहरूले एक राजनीतिक सङ्गठन नमान्ने, सामाजिक आन्दोलनको रूपमा मात्रै मान्यता दिने, दुई यस्ता राजनीतिक आन्दोलकहरूको कुनै विचारधारा छैन भन्ने। विचारधाराको सवालमा मेरो आफ्नै बुझाइ छ। आजको युग सयौं वर्षको युगलाई म भन्दिनँ, खास गरेर 1970s विक्रममा 2030 को दशकदेखि यता आउँदाखेरि, 20 को दशकदेखि यता आउँदाखेरि विश्वभरि चौथो विश्वको अवधारणा चाहिँ हाबी हुँदै आएको हो। मूलतः उत्तर अमेरिकामा, दक्षिण अमेरिकामा, अफ्रिकामा र एसियामा समेत, अस्ट्रेलियामा आदिवासीहरूको आन्दोलनले पूर्व स्थापित राजनीतिक मान्यताहरूलाई र विचारहरूलाई ठुलो चुनौती दिएको अवस्था हो। चुनौती मात्रै होइन, सडकमा देखिएको आन्दोलन र राष्ट्रियताको आन्दोलनहरूले हिजो स्थापित राजनीतिक विचारधारालाई फेरिन समेत बाध्य बनाएको स्थिति हो भन्छु म। त्यसैले आज कसैले यो आन्दोलनहरूको विचारधारात्मक आधार छैन भन्छ भने त्यसभित्र एउटा ठुलो पूर्वाग्रह मात्र छ भन्छु म। एक, दुई, विचारधारालाई पनि मूलतः हामीले दुईटा, एउटा आइडियोलोजिकल वाटरसेड भन्छ, विचारधारात्मक यो पानी ढलो, दुईटा पानी ढलोलाई प्रतिनिधित्व गर्छ जस्तो लाग्छ मलाई। हामीले पश्चिमी उदारवादी एउटा विचारधारात्मक विश्लेषणले समाजलाई एक ढङ्गले हेरेको पायौँ। त्यो विचार अन्तर्गत स्थापित भएका राज्यहरूले जो औपनिवेशिक चरित्रहरू देखाए, नेपाललाई हेर्ने दृष्टिकोण पनि हामीले एउटा आन्तरिक औपनिवेशवादी दृष्टिकोणले पनि हेरौँ न त भन्ने हिसाबले पनि यो एउटा वैकल्पिक विचार चाहिने आएकै हो। नेपाली सामाजिक विज्ञानमा पनि माओवादीले सशक्त रूपमा एउटा राज्य निर्माणको प्रक्रिया भनेको नेपालमा खास गरेर आन्तरिक उपनिवेशीकरणको समस्या हो भनेर पनि भनेकै हो। त्यसो हुँदाखेरि त्यो दृष्टिकोणले हेर्दाखेरि पश्चिमी उदारवादी लोकतान्त्रिक विचारधारालाई प्रतिनिधित्व गर्ने र त्यसले विश्लेषण गर्ने समाजहरू एउटा, त्यही अन्तर्गत स्थापित भएको राज्यहरूले कल्याणकारी राज्यका नाममा होस्, विकासका नाममा होस्, आधुनिकीकरणका नाममा होस्, अरू भाषाभाषीहरूलाई, अरू राष्ट्रियताका समुदायहरूलाई, अरू राष्ट्रहरूलाई एउटै देशभित्र पनि वास्तवमा औपनिवेशिक जन्जालभित्र र त्यो पन्जाभित्र जकड्याएर राखेको स्थिति हो। त्यसो हुँदा त्योबाट मुक्तिका सवालमा अलिकति फरक राजनीतिक, झन्नै पश्चिमी लोकतान्त्रिक राजनीतिक उदारवादी विचारधाराले मात्रै अलिकति सम्बोधन गर्न नसक्ने खालको वैकल्पिक राजनीतिक विचारधारा आउनुपर्छ भन्ने पक्षको म हुँ। तर विचारधाराले के आन्दोलनलाई सधैँ निर्देशित गर्छ, राजनीतिलाई सधैँ निर्देशित गर्छ, त्यो अहिले चाहिँ मान्न छोडियो। 70 को दशकदेखि आएर मूलतः आन्दोलनहरूले गर्दा राजनीतिक विचारधारालाई फेरिन बाध्य बनायो। मूलतः राष्ट्रियताको आन्दोलनहरूले गर्दा
नेपालमा पनि विचारधाराले मात्रै माओवादी जनयुद्ध 10 वर्षमा यो तहमा सफल भएको त होइन नि त। कतै कार्ल मार्क्सले नेसनालिटीको क्वेसनमा लेखिदिएको बेसरी हुनाले, लेनिनले सोभियत सङ्घको निर्माण गर्दा त्यही नेसनालिटीको क्वेसनलाई चाहिँ एउटा कार्यरूपमा एउटा कार्यान्वयन गर्नुभएको हुनाले भोलि नितान्त आर्थिक हैसियतलाई मात्रै समान बनाउने खालको वर्गीय समानतालाई सम्बोधन गर्नका लागि र त्यो आन्दोलन गर्नको लागि, त्यसलाई रूपान्तरणमा लानका लागि त राष्ट्रियताको सवाललाई पहिला हल गर्नु पर्दो रहेछ भनेर पहिला भनिएको हुनाले पनि माओवादी जनयुद्धका क्रममा त्यो नेपालका विविध राष्ट्रियताका समुदायहरूलाई चाहिँ एक ढङ्गले सङ्गठित गर्ने र त्यो अनुसार एउटा समानान्तर सरकार निर्माण गर्ने कुरा त भएकै हो नि त। तर किन चाहिँ अहिले आएर यो ढङ्गको धोखाधडी भइराखेको छ, यो प्रश्न चाहिँ हो। त्यसैले लिम्बुवानको अब म तपाईँलाई तथ्यपरक रूपमा भन्नुपर्दाखेरि लिम्बुवानमा लेखिएको नाराहरूले के भन्छ? लिम्बुवान हाम्रो घर हो, नेपाल हाम्रो देश हो। लिम्बुवान बिनाको नेपाल र नेपाल बिनाको लिम्बुवान कल्पना गर्न सकिँदैन भन्छ। यसले के देखाउँछ भने यो राष्ट्रियताको सवालमा मुक्ति चाहने कसरी, त्यो भनेको अहिले राष्ट्रियतालाई हामी पहिचानको सन्दर्भमा बुझिरहेछौँ। पहिचानको सन्दर्भमा मुक्ति चाहने कसरी, मुक्ति कसरी प्राप्त गर्ने, त्यो चाहिँ सबैभन्दा ठुलो आन्दोलन होला जस्तो मलाई लाग्छ। तर पश्चिमी उदारवादी लोकतान्त्रिक राजनीतिक विचारधारा भन्दा फरक ढङ्गले शासन व्यवस्था भोलि सञ्चालन गरूला, लिम्बुवान फरक होला भन्ने त्यो फरक राजनीतिक पक्षबाट आउँछ जस्तो मलाई लाग्दैन। लिम्बुवानमा पनि त्यो विश्वास छ जस्तो मलाई लाग्दैन। हो के त आज संविधान लेख्दाखेरि अहिले पनि नेपालको इतिहास भनेको पृथ्वीनारायण शाहले निर्माण गरेको हो, आधुनिक नेपालको इतिहास। हामी यही विचारधारालाई, यही वाक्यलाई पनि हामीले फेरि इन्टरोगेट गरौँ त, एकचोटि अनलर्न गर्ने कोसिस गरौँ न त भनेर हेर्न खोजेकै हो। पृथ्वीनारायण शाहले नेपाललाई कथित एकीकरण गरेपछि चाहिँ आधुनिक कालको विकास भयो, आधुनिक कालको सुरुवात भयो भनेर हाम्रा इतिहासकारले लेख्छ, हामीले पढिरहेका छौँ। यो आधुनिक काल त युरोप र अमेरिकामा थोमस जेफरसनले डिक्लेरेसन अफ इन्डिपेन्डेन्स 1776 मा गरेको कुरा हो। 1774 मा लिम्बुवान र पृथ्वीनारायण शाह बीचको एउटा सम्झौता भयो, लिखत भयो हैन। तपाईको 1780s तिर चाहिँ 89 तिर फ्रेन्च रेभोल्युसनको सुरुवात भयो। यहाँ पनि त्यो रिभोल्युसन छ। उता चाहिँ आधुनिकताको सुरुवात भयो भनेर हामी भन्छौँ, यता पनि आधुनिकताको सुरुवात भयो हामी भन्छौँ। सामाजिक विचारधाराको हिसाबले र राजनीतिक विचारधाराको हिसाबले यहाँ चाहिँ राजालाई पुज्ने र राजा विष्णुको अवतार हो भन्ने अवधारणाको विकास हुँदै गयो। आधुनिकताको नाममा झन् पश्चगमन वैचारिक रूपमा हाम्रोमा सुरु भयो। अनि राजा चाहिँ संविधानभन्दा माथि र दैवी अधिकारले सम्पन्न छ भन्ने कुरामा विश्वास हामीले गर्दै गयौँ। हेर्नुहोस् राजनीतिक विचारधारा, अनि त्यही आधारमा अहिले कथित राजनीतिक विचारधाराले सम्पन्न राजनीतिक दलहरू समेत लागेको छ भनेर हामी भन्छौँ। तर उनीहरू त राजालाई त्यसरी दैवी अधिकारले सम्पन्न मान्ने विचारधाराबाट मुक्त हुँदै हैन, नलेजको सोर्स भनेको युनिभर्सिटी हो, युनिभर्सिटीले त्यसलाई लेजिटिमाइज गर्छ भन्दै हामी उनीहरू त आधुनिक हुँदै गए नि। तर हामी क्रमशः प्राचीन पछितिर गयौँ जस्तो मलाई लाग्छ। अहिले लिम्बुवानले विचारधाराको कुरा गर्दा भन्दा पनि संविधान लेख्दाका अवसरमा आधुनिक लोकतान्त्रिक समाजको मैले किन यहाँ जिकिर गरिरहेछु भने आधुनिक लोकतान्त्रिक समाजमा सारा नेपालीको सबैभन्दा पवित्र ग्रन्थ के होला? लोकतन्त्रका दृष्टिकोणले संविधान हो। तपाईँ लिम्बुहरूले अब हाम्रो मुन्नुम सबैभन्दा पवित्र ग्रन्थ हो, यही नै हाम्रो संविधान हो भनेर धर पाउनेवाला छैन। बुद्धिस्टहरूले पनि बुद्ध धर्मको ग्रन्थ हाम्रो सबैभन्दा पवित्र ग्रन्थ हो राजनीतिक हिसाबले त्यो भन्दैन। मुस्लिमहरूले पनि त्यो भन्दैन। तपाईँ यदि उदारवादी राजनीतिक लोकतान्त्रिक व्यवस्थामा हुनुहुन्छ भने संविधान सबैभन्दा पवित्र ग्रन्थ हो, त्यसलाई पुज्न पर्छ सबैले राजनीतिक हिसाबले।
त्यो पुज्ने ग्रन्थ निर्माण हुँदै जाँदा यो देश सबैले निर्माण गरेको हो र सबैले बनाएको हो भन्ने भाव त्यो संविधानका मार्फत सञ्चार गर्नुपर्ने हिसाबमा यो नेपालमा 103वटै समुदाय छन् भने पनि 125वटै जाति जनजातिहरू छन् भने पनि सबैले बनाएको हो भनेर उनीहरूका जातीय नाम उनीहरूको पवित्र नाम संविधानमा किन राख्न सकिँदैन? त्यो राख्यो भने यो संविधानमा हाम्रो पनि अस्तित्व छ, हाम्रो पनि पहिचान छ भनेर त्यसलाई पुज्छ। राखेन भने त्यसलाई जलाउँछ। विचारधाराकै हिसाबमा हेर्ने हो भने पनि यो एक खालको मानवशास्त्रीय एउटा पहिचानको सन्दर्भ चाहिँ मात्रै लिम्बुवानले अहिलेसम्म उनीहरूको हरेक खालको आन्दोलनमा देखिराखेको देखिन्छ। टेरिटोरियल एउटा चाहिँ भौगोलिकता, एउटा चाहिँ म त्यसलाई भौगोलिकता भन्दैन, अधिराज्यात्मकता भन्छु। त्यसले मात्रै राजनीतिक सन्दर्भ र ध्वन्यात्मकता दिन्छ जस्तो लाग्छ। त्यो खाले एउटा अधिराज्यात्मक भूमिसँगको सम्बन्धलाई पनि संविधानमा अनुवाद गरेर उनीहरूले राख्न चाहन्छ र लिम्बूहरूले भोलि शासन सत्ताका क्रममा एउटा नव उदारवादी पन्जामा उपनिवेशमा अहिले हामी छौँ, तर मूलत उदारवादी राजनीतिको सन्दर्भलाई उनीहरूले सदैव स्वीकार गर्छ जस्तो लाग्छ। अर्को कुरा, राज्य किन यस्तो हुन्छ भन्ने चाहिँ मेरो ठुलो प्रश्न हो। खगन दाइलाई पनि प्रश्न हो, युग पाठकजीलाई पनि प्रश्न हो, सारालाई प्रश्न। किनभने भूमण्डलीकरणका कारणले राज्य कमजोर भइरहेछ। मैले उदारवाद भने अहिलेको राजनीति उदारवादी राजनीति नै होइन। अहिले त नव उदारवादी औपनिवेशिक चरित्रको राजनीति हाबी भइरहेको छ संसारभरि। अनि यी सानातिना राज्य भन्नेहरूले के को मात्रै वास्तवमा वित्तीय पुँजीवादलाई बढावा दिने पुँजीवादी केन्द्रहरूको उनीहरूको चाखलाई उनीहरूको स्वार्थलाई कसरी परिपूर्ति गर्ने भन्ने बाहेक त यहाँ राज्यले अर्को काम त केही गर्न सकेको छैन। राज्य कल्याणकारी हुन छोडो, राज्य क्रमशः कमजोर हुँदै गयो। राज्य क्रमशः कमजोर हुँदै गएको इतिहास नै हाम्रोमा के छ भने राज्यको स्वामित्वमा रहेको अरू देशले सित्तैमा बनाइदिएको कल कारखानाहरूलाई कौडीको मोलमा व्यक्ति प्राइभेटाइज गर्ने भनेको नै अब नव उदारवादी हैन सत्ताको सुरुवात भयो भन्ने कुरा। राज्य आफू कमजोर हुन्छ अनि हिजो राज्यले आफ्नो पकडमा राखेकाहरू पनि त पकडमा राख्न त सक्दैन नि। त्योबाट मधेसीहरूले आफ्नो स्वायत्तताको जिकिर गर्छ, आदिवासी जनजातिहरूले आफ्नो स्वायत्तताको जिकिर गर्छ। किन? राज्य कमजोर भइरहेको कुरा उनीहरूले देख्छ। शैक्षिक रूपमा, आर्थिक रूपमा विदेश पलायन नभइकन सम्भव छैन। नेपालमा स्वास्थ्य समेत तपाईको व्यक्तिगत उपचारमा प्राइभेटाइज भइसकेको छ हैन। बाटोघाटो तपाईले आफैले बनाउने हो अनि राज्य चाहिँ फुड्छ र टुर्छको के अर्थ छ यसमा? अर्थ त छैन। मैले त्यो सन्दर्भमा चाहिँ विचारधाराको बहस त्यति ठुलो बहस होइन भनेको। अन्तिममा अशोक राईजीको प्रश्न, किराँत स्वायत्तता प्राप्तिको जुक्ति भनेको भए अलिक व्यवहारिक हुन्थ्यो कि भन्ने, यो प्रश्न मलाई नै गर्नु भएको हुनाले म भन्छु, म चाहिँ लिम्बुवान स्वायत्तता प्राप्तिको अथवा स्वायत्तताको सशक्त आन्दोलन अथवा के हुन सक्छ त्यो नै को पक्षधर हुँ। किन भने राज्य कसरी निर्माण गर्ने र राज्यमाथि दबाब कसरी दिने र यो नेपाल भन्ने देशमाथि आफ्नो घर निर्माण कसरी राम्रो गर्ने भन्ने सवाल हो। नेपाल राज्य भन्ने कहिलेदेखि बन्यो? सवाल त्यही नै छ। इतिहासको धेरै अलिकति अँध्यारो जस्तो कुनामा मात्रै हामीले किराँत परिवेशलाई हामीले बुझ्न सक्छौँ। किराँत प्रदेश भन्नु र यो राज्य निर्माणको कुराको दुईटाको द्वन्द्वात्मकता हामीले राम्रोसँगले छलफल गर्न सक्दैनौँ। राज्यलाई इन्टेरोगेट गर्ने, यो हिन्दू राज्यको निर्माणलाई यसभित्र पस्ने र यसलाई चाहिँ खोतलखातल गर्ने क्रममा चाहिँ हामी लिम्बुवानको प्रसङ्ग चाहिँ प्रशस्त पाउँछौँ। तर किराँत भन्ने प्रसङ्गभित्र चाहिँ हामीले यो राजनीतिक आन्दोलनको र राज्य निर्माणको प्रसङ्गलाई हामीले धेरै ठुलो बहसमा लान र छलफलमा लान र भोलि आन्दोलनमा लिम्बुवान हुनुको आधारहरू के छ त भन्यो भने
प्रशस्त देखाउन सकिन्छ। तर किराँत हुनकै चाहिँ के छ त भन्यो भने यसको ऐतिहासिकता, इतिहास भनेको के हो हैन? ऐतिहासिकता त देखाउन सकिन्छ, तर राज्यसँगको द्वन्द्व देखाउन सकिँदैन। द्वन्द्वात्मकताबाट एउटा नयाँ कुरा निकाल्न सकिन्छ जस्तो लाग्छ। किराँतभित्र द्वन्द्वात्मकता देखाउन सकिँदैन, तर लिम्बुवान र राज्यको सम्बन्धभित्र तपाईँले प्रशस्त द्वन्द्वात्मकता तपाईँले हेर्न सक्नुहुन्छ। उसो त लिम्बुवानकै प्रसङ्गको कुरा गर्ने भने विदेशीले लेखेको कुरै नगर्नु भन्छ। ताकपरे तिवारी नत्र गोतामे खालको छ स्कलर्सहरू पनि नेपालमा धेरै हैन। दुधकोशीदेखि पूर्वलाई लिम्बुवान भन्ने पनि चलन छ। लिम्बू भन्नुको अर्थ पनि फरक छ हैन। याक्थुम्बा भनेको फरक हो, लिम्बू भनेको फरक हो भन्ने कुराहरू पनि छ। यद्यपि याक्थुम्बाहरूले नै लिम्बुवानलाई आफूले एउटा अपनत्व ग्रहण गरिराखेको स्थिति हो। सान्दर्भिकताको हिसाबले चाहिँ किराँत भन्नुभन्दा लिम्बुवान भन्नुले धेरै सान्दर्भिकता राख्छ होला जस्तो लाग्छ मलाई। म यति भनेर यहाँ प्यानलमा आज यति लामो समय दिएर यति महत्त्वपूर्ण कुराहरू हामीलाई एउटा चाहिँ विद्वानहरूले जो दिनुभएको छ त्यसलाई हामीले महसुस गर्छौँ। सम्भव भए हामीले कार्यान्वयन गर्नेतर्फ अगाडि जान्छौँ। र यहाँहरूले जो समय दिनुभयो, आफ्ना अमूल्य विचारहरू दिनुभयो, यसको लागि चाहिँ मैले पनि सहजकर्ताको एउटा अवसर पाएँ। कार्यक्रमका आयोजकहरूलाई म आफू धन्यवाद दिन चाहन्छु। र समग्र रूपमा यो चुब्लुङले हल उपलब्ध गराइदिएकोमा अनि यहाँहरूले हामीलाई यत्रो समय दिएर सहभागी भइदिनु भएकोमा धन्यवाद दिनको लागि म लिम्बुवान स्टडी सेन्टरका अध्यक्ष अर्जुन लिम्बुज्यूलाई अनुरोध गर्छु र कार्यक्रमको समापन पनि उहाँले नै गर्नुहुनेछ। र यहाँहरूसँग म बिदा हुन्छु। धन्यवाद। जय लिम्बुवान। म साह्रै छोटोमा मात्रै मेरो कुरा राख्न चाहन्छु। सर्वप्रथम त छोटै समयमा एउटा हामीले यो कार्यक्रम आयोजना गर्ने जमर्को गऱ्यौँ। त्यसको लागि चाहिँ यहाँ प्रस्तुता विद्वानहरूप्रति चाहिँ लिम्बुवान अध्ययन केन्द्रको तर्फबाट म हार्दिक धन्यवाद दिन चाहन्छु। र यहाँ यो छोटै समयमा यसरी उपस्थित भएर यो गहन विषयमा वास्तवमा अहिले हामीले एउटा रियलाइज गरेको, एउटा महसुस गरेको के हो भने हाम्रो जो हामीले अरू भनिरहेछौँ, जसले चाहिँ हामीले चाहेको कुरो दिँदैन भनिरहेछौँ, उनीहरू हरेक हिसाबले चाहिँ शक्तिशाली छ हैन। उनीहरू राज्य संयन्त्र सबै उनीहरूको हातमा छ। त्यति मात्रै होइन, उनीहरूको यो बौद्धिक सबै कुराहरू उनीहरूले चाहिँ आफ्नो पक्षमा उनीहरूले भरमुर प्रयोग गर्न सक्छ। त्यसको विरुद्धमा हामीले लड्ने पनि प्रयत्न गर्नुपर्छ। त्यसको विरुद्धमा हामीले कम्तीमा पनि उनीहरूले के कुरा गर्दैछ भन्ने कुरा बुझ्न सक्नेसम्म चाहिँ हुनु पर्यो भन्ने चाहिँ रियलाइजेसन गरेका छौँ। त्यही रियलाइजेसनको फलस्वरूप हामीले यो कार्यक्रम आयोजना गरेको छौँ र यो श्रृङ्खलाबद्ध रूपले यो यस्तो किसिमको छलफल बहस कार्यक्रमहरू हामी अगाडि बढाउँछौँ। र अघि नै यहाँनिर प्रस्तुतिकरणको बिचमा पटक पटक कुरा आयो, चेतना भन्ने कुराहरू महत्त्वपूर्ण छ है भन्ने कुराहरू उहाँले प्रस्तुत गर्नुभयो। वास्तवमा त्यो चेतना को एउटा अभिवृद्धि गर्ने, त्यसलाई विस्तृतीकरण गर्ने हामीले अब यो अभियानको रूपमा यसलाई अगाडि बढाउँछौँ। यसमा तपाईँहरू हामी सबैको सहयोग, अहिले चाहिँ हामीले उहाँहरूलाई ल्याएर यसरी सहयोग गरेका छौँ। यसले अझ भोलिका दिनमा चाहिँ हाम्रो आन्दोलनलाई सशक्त बनाउनको लागि हामीले कस्तो किसिमको स्ट्राटेजी बनाउने हो, कस्तो किसिमको रणनीति बनाउने हो भन्ने कुराहरूमा पनि उहाँहरूबाट सहयोग पाउने आशा हामीले गरेको छौँ। र अहिले म के भन्न चाहन्छु भने यो सुरुवात मात्रै हो, यो पहिलो सुरुवात हो, यो अन्तिम होइन। त्यसले गर्दाखेरि हामी फेरि पुनः यस्तै कार्यक्रममा भेट्ने आशाका साथ यो कार्यक्रम यही अन्त्य भएको घोषणा गर्छु। धन्यवाद।